एकचोटि उहाँको भिडियो हेर्नुस् अनि त्यसपछि हामी कुरा गर्नेछौँ। जब धम्की दिनुहुन्छ भनेदेखि त्यही धम्कीकै कारणले पनि उहाँलाई भित्र राख्नुपर्ने भयो नि। उहाँले पनि फेरि मिडिया भेट्दा बित्तिकै के बोलिरहनु भएको छ रविजीले, त्यो गरिदिनु भएन नि। त्यो गरेको कारणले झन् उहाँ चाहिँ भित्र रहनु पर्ने भयो कि, त्यो उहाँको गल्तीको कारणले। त्यसमा त अझ भित्रै राख्नुपर्ने हुन्छ नि झन्। ओम प्रकाश जी नमस्ते, स्वागत छ तपाईलाई। हजुर नमस्कार। हजुर गुन्डा पाल्नुहुन्छ तपाईँ म्यान पावरमा? होइन, अहिलेसम्म त्यस्तो काम गरिएको छैन। हजुर तपाईँको म्यानेजरले 15 जना गुन्डा पालेको छु भन्नुभएको छ, के हो त्यो? त्यो गलत हो हजुर। कानुन भन्दा बाहिर गएर जे चाहिँ तपाईँको दिमागमा आयो, जे मुखमा आयो त्यो त बोलिएको छ। म अहिले काठमाडौँभन्दा बाहिर पनि। तपाईँलाई के लाग्छ हाम्रो देशमा यो मेन पावरमा धान्धली हुन्छ कि हुँदैन? मलाई लाग्दैछ हुन्छ, किनभने म कुदेको छु मेन पावर गएर धेरैचोटि। एक त आफू गएर त्यहाँ इन्टरभ्यू दिनु, आफै इन्टरभ्यू पास गर्नु र त्यहाँ उनीहरूलाई 3 लाख 4 लाख 3.5 लाख जति एमाउन्ट दिनु जानका लागि। जहाँ हाम्रो सरकारले 10,000 तोकेको छ, 10,000 तोकेर पनि यो देशमा नियम कानुन केही मतलब छैन। 250-300 गुणा एमाउन्ट बढी लिइरहेको छ। यो के हो? धान्धली हो नि त। यिनीहरूकै कारणले धान्धली बढेको हो नि त। यस्तो मान्छे सरकारमा बस्यो भने त चलिहाल्छ नि, जसले पनि धान्धली गरिहाल्छ नि। माथि नै मान्छे भ्रष्ट नेता बसेको हुन्छ भने तलको मान्छे भ्रष्टाचारी भइहाल्छ नि त। तपाईहरुलाई के लाग्छ, हो कि होइन? यस्तै नेताहरूको कारणले हाम्रो देशमा मान्छेहरूलाई मेन पावरमा फ्रड गरिरहेको छ। किनभने कतिजनाले त यस्तो ठगेको छ नि, तपाईहरुले सोच्न पनि सक्नुहुन्न। फेक टिकट देखाएर उनीहरूले पैसा लुटेको छ धेरैजनालाई। मान्छे यदि सरकारमा सपोर्ट गर्ने मान्छे भएन भने यिनीहरूलाई अनि कसरी भ्रष्टाचारी बढेको छ? यस्तै मान्छेहरूको कारणले बढिरहेको छ। र यसको ओम प्रकाश अर्यालजीको बारेमा एउटा कुरा अझै भन्न चाहन्छु, तपाईहरुलाई पछि भन्छु। यसले यो देशलाई ठेस पहुँचाउने काम गरेको छ, हिन्दूलाई ठेस पहुँचाउने काम गरेको छ। विदेश जानलाई जब सरकारले 10,000 तोकेको छ, तर 10,000 तोकेर पनि उसको केही मतलबै भएन। तपाईँ जानुस् त्यहाँ गएर एकचोटि हेर्नुस् के हुँदैछ। 10,000 मतलबै भएन। तपाईँले सिकाउँछ कि त्यहाँ गएर नभन्नुस् कि तपाईँसँग पैसा लिएको छ। यदि तपाईँ भन्नुभयो कि मसँग पैसा लिएको छ भने भन्छ, त्यहाँदेखि फर्काइदिन्छ। नेपालको आम नागरिकलाई यस्तो यस्तो मजबुरीको फाइदा उठाइरहेको छ यिनीहरूले। कसैको मजबुरीको फाइदा उठाउनु राम्रो कुरा होइन कि। मान्छेले कति दुःख गरेर ऋण लिएर कसकोसँग सापटी लिएर मान्छे विदेश जान्छ। त्यो पनि विदेश गएर पनि कर्जा मार्नले 1 साल लगभग लाग्छ, 8-9 महिना लाग्छ। यो सानो कुरो होइन। 12-12 घण्टा ड्युटी गरेर आफ्नो खुन पसिना एक गरिदिन्छ अनि त्यो ऋण मार्छ। 1 साल लगभग लाग्छ त्यसलाई ऋण मार्नलाई। तर यिनीहरूलाई लाज छैन। अरूको पैसा अरूको कमाई खाने भनेको यिनीहरू नेपालमै होला र नेपालमै सबैभन्दा करप्सन बढेको छ यही कारणले। मलाई जस्तो लाग्छ अब सरकारले नयाँ काम गर्नु भनेको, अर्को पाइला टेक्नु भनेको यो मेन पावरहरूमा एट्याक गर्नुपर्छ। जसले विदेश पठाउँछ, जुन मान्छेले फ्रड गरेर यति पैसाको डिमान्ड गरेर धेरै पैसाको डिमान्ड गर्छ, उनीहरूलाई अब कारबाही गराउन लाउनुपर्छ। म यसको बारेमा एउटा कुरा तपाईहरुलाई भन्दैछु। उहाँ देशभक्त हुने देश अपराधी हो। किनभने हाम्रो देशको पशु, राष्ट्रिय पशु गाई, र हाम्रो देशमा पूजा गर्ने हिन्दूहरूले गाईलाई पूजा गर्छ। तर उसले निवेदन पेश गरेको थियो कोर्टमा कि गाई काट्ने पर्मिसन दिनु भनेर। यसले हिन्दूहरूको टाउकोमा चढेर नाच्ने काम गरिरहेको थियो पहिलेदेखि नै। हिन्दू राष्ट्रमा, यो देशमा 80% भन्दा बढी भएको हिन्दूहरूको देशमा गाई काट्नुको कुरा राख्नु भनेको कस्तो तपाईहरुलाई फिल हुँदैछ एकचोटि भन्नुस् त। यसले त सबैभन्दा ठुलो मूर्खतावाला काम गरेको थियो गाई काट्ने पर्मिसन माग्न जाँदाखेरि। कस्तो मानसिकताको मान्छे होला यो, सोध्नु न एकचोटि तपाईहरु। र यसलाई कसरी बालेन्साले सुन्दैछु रिकमेन्डेड गरौ कि यसलाई नै गृहमन्त्री बनाउनु भनेर। अहिलेको गृहमन्त्री उहाँ नै हुनुहुन्छ। उहाँ चाहिँ कस्तो प्रवृत्तिको मान्छे होला, कस्तो मानसिकताको मान्छे होला, जो गाई काट्ने प्रवृत्ति भएको मान्छे कस्तो यो देशमा गृहमन्त्री बन्छ होला, कस्तो काम गर्छ होला तपाईहरु भन्नुस्। यस्तो मान्छेले त गर्छ देशको भलाई? गर्दैन, कदापि गर्दैन। जसले यस्तो यस्तो बदनाम काम गरेको छ त्यसले कहिले पनि राष्ट्रको लागि हित गर्दैन होला, मलाई जस्तो लाग्दैछ। तपाईहरुको के विचार कमेन्ट गरिदिनु होला। र एउटा कुरा, म तपाईहरुको लागि इम्पोर्टेन्ट भिडियो लिएर आउँछु। प्लिज यो भिडियोलाई शेयर गरेर लाइक फलो गरिदिनु होला प्लिज भन्दैछु। आज यो भिडियो मार्फत म त कहिले पनि भनिरहेको थिएन, तर आज भन्दैछु प्लिज।